आज चाहिँ हाम्रो घरमा को आयो भन्दाखेरि चाहिँ मेरो भाइ र बुहारी यहाँ आएको छ। अनि यहाँ चाहिँ मेरो छोरा मामा माइजूलाई देखेर छक्क पर्दैछ अनि घरिघरि लजाउँदै पनि छ। भाइ बुहारीलाई स्वागत छ। अनि मेरो बुहारीसँग चाहिँ यो मेरो फर्स्ट टाइम भेट हुँदैछ है। अनि यहाँ चाहिँ हेर्नुहोस् न, मेरो छोरा लुकेर हेर्दै बस्छ मामालाई। अनि यहाँ उता गएकै छैन क्या मामा माइजू भएको ठाउँमा, यहाँ किचनमा मसँग लुकेर बसिरहेको छ। अनि यसरी नै अनि बिस्तारै भोलिपल्ट मात्रै ऊ मामासँग मान्यो। अनि ऊ खेल्दैछ अहिले चाहिँ मामासँग हाँस्दै उफ्रिँदै, मामालाई एकछिन छोडेको छैन, खेलेको खेलै गरिरहेको छ। अनि यहाँ चाहिँ मैले मेरो बुहारीलाई सानो गिफ्ट दिएको थिएँ, इयरिङ्स। अनि ऊ चाहिँ खुसी भएर हेरिरहेको छ, उसलाई पनि मन पर्यो अरे। अनि यता उसले भाइलाई पनि देखाउँदैछ। अनि त्यस पछाडि हामी घुम्न जाने सल्लाह गऱ्यौँ। सानो बाबु हुँदाखेरि चाहिँ धेरै घुम्न जान पनि पाइँदैन रहेछ। अब बाबुको सुत्ने टाइम, खाने टाइमले गर्दाखेरि त्यही पनि बल्ल बल्ल टाइम मिलाएर हामी यहाँ बौद्ध चाहिँ घुम्न निस्केको छौँ। अनि यहाँ चाहिँ बाबु, मेरो भाइ बुहारी हिँड्दैछन्, घुम्दैछन्। बाबु चाहिँ छक्क परिरहेछ, खुसी पनि भइरहेको छ। यो बौद्ध प्लेस चाहिँ मेरो लागि चाहिँ एकदम शान्तको ठाउँ हो क्या। मलाई जहिले पनि यो ठाउँ चाहिँ आइराख्न मन लाग्छ, जतिचोटि भए पनि आउन मन लाग्छ। यहाँ चाहिँ आउँदाखेरि एकदम शान्त लाग्छ। अनि हामी एकछिन घुमिसकेपछि चाहिँ अनि यहाँ खाजा खानको लागि रुफटपमा आएको छौँ। अनि अब हामीले यो खाना खाइसकेपछि चाहिँ फेरि एकछिन यहाँ फोटोसोटो खिच्ने गऱ्यौँ। र फोटो खिच्न खोजेको, मेरो छोराले चाहिँ फोटो खिच्नै मानेन क्या। त्यो पनि जबरजस्ती एक दुईवटा चाहिँ खिचिहालेँ। अनि यो बौद्धको भ्यू चाहिँ नि होइन हजुरहरूलाई कस्तो लाग्छ? मलाई चाहिँ यो भ्यू चाहिँ डे भन्दा पनि नाइटमा चाहिँ एकदम राम्रो लाग्छ। लाइट पनि एकदम पर्फेक्ट देखिन्छ। अनि त्यति भिड पनि हुँदैन, शान्त शान्त हुन्छ। अनि त्यही भएर मलाई एकदम मनपर्छ बेलुकाको चाहिँ। हजुरहरूलाई कस्तो लाग्छ कमेन्टमा लेखिदिनु होला। आई होप यु लाइक माई भिडियो। बाई बाई।